किनभनेदेखि बाचा गरेर गयो, कानमा तेल हालेर सुतेछ। यहाँ अपराधीहरूले छोडिदियो। यहाँ हामीलाई दमन गर्नको लागि त्यहाँबाट सेना मगायो। के त्यही अपराधीहरूको लागि त्यो मुस्लिमहरूको संरक्षण सरकारले मात्रै हो। 10 गतेको दिन इतबारको दिन 10 गते इतबारको दिन केटाहरू यहाँको जहाँ कोसीतिर जानको लागि शिव मन्दिरमा पूजा गर्न गयो। त्यहीँबाट पूजाआजा गरेर हामी जान्छौँ भनेर यिनीहरूको सोच लिएर शिव मन्दिरमा गयो। डिजे बजा अगाडि बज्दै थियो। यिनीहरू केटाहरू शिव मन्दिरबाट पूजाआजा गरेर निस्कियो। मुस्लिम समुदायहरू 25-30 जनाको महिला पुरुष सबै मिलेर आक्रमण गरो। डिजे बजा फोडो। यिनीहरूलाई कुटपिट गरो, थितिर बितिर पारेर पठाइयो। त्यसपछि हो हल्ला भयो। चारैतिरबाट मान्छे भेला भयो। हल्ला भएपछि इन्सपेक्टर, दिवानगञ्जको इन्सपेक्टर त्यहाँ त्यो पनि गयो। अनि इन्सपेक्टर गएपछि इन्सपेक्टरले कतातिर फोन गरो। सशस्त्र प्रहरी पनि आयो। इन्सपेक्टरले हवाई फायर गरो मान्छे थितिर बितिर गर्न। त्यति बेला त्यसैमा पत्ता लगाउँदा लाइन कटाइयो। यहीँबाट पुलिसबाट भनेर लाइन कटायो। हरनगरादेखि यतातिर काटिदियो। अँधेरा भयो। यिनीहरू धमाधम गोली चलाउन थालो। यो मियाँहरूसँग मिलेर, पुलिस पनि मियाँहरूसँग मिलेर चलाइयो। तर अहिले त्यसको नामहरू दिँदा पनि पुलिसले अब जस्तो त्यसपछि सिडिओ एसपी सबै आएको थियो। उनीहरू हामी कारबाही गर्छु सबै कुरा गरेर यहाँबाट गयो। नाम पनि लियो, एकजनाले पनि समातेन। त्यसपछि उहाँहरूले यहाँ आन्दोलन चल्दैछ। त्यसपछि यिनीहरूको खबर भयो। अनि गृहमन्त्री आयो। गृहमन्त्री आएपछि उहाँले, मैले यी सबै कुरा चाहिँ गृहमन्त्रीलाई जानकारी दिएँ। यसो भएको छ, तपाईँको पुलिस अहिलेसम्म अपराधीहरूलाई समातेको छैन। उहाँले के बचा गर्नुभयो? हामीले समिति गठन गरेका छौँ। हाम्रो समितिले जुन हामी अपराधीले छोड्दैन, अपराधी पहिचानमा आउँछ। हामी यहाँ त्यति मात्रै होइन, हावाको भरमा हामी समात्छौँ भनेदेखि अदालतले छोडिदिन्छ। त्यसले गर्दा हाम्रो समितिले रिपोर्ट दिन्छ। हाम्रो समिति जुन गठन भएको छ त्यसको रिपोर्टको आधारमा तुरुन्त कारवाही गर्छौँ। हामी कसैले छोड्दैन। अहिलेसम्म 10 दिन भयो, अहिलेसम्म चाहिँ कुनै कारवाही गरिएन। त्यो विश्वासजनक कुरो यो सरकारको या गृहमन्त्रीको रहेन। सांसद समेत लगायत उहाँको सङ्घमा मन्त्री, स्वास्थ्य मन्त्री पनि थियो, अरू सांसदहरू थियो, या वर्तमान यो क्षेत्रको सांसद पनि थियो। सबैले वाचा गरेर गएको छ। म तुरुन्त कारवाही गर्छु, अपराधीलाई हामी कारवाही गर्छौँ। तर अपराधीलाई पहिचान गरेर अहिलेसम्म त्यो अपराधीको पहिचानको कुरा चाहिँ अहिलेसम्म हामी थाहा पाएको छैन। हाम्रो मान्छे मरिरहेको छ। यो सरकारले कानमा तेल हालेर सुतेको छ। त्यो हामीलाई सबै कुरा यो सरकारले हामीलाई विश्वासजनक देखाएन भनेदेखि तबसम्म हामी आन्दोलन गर्छौँ। यो सरकारले हामीलाई विश्वासको खालो पारिदियो। किनभनेदेखि बाचा गरेर गयो, कानमा तेल हालेर सुतेछ। यहाँ अपराधीहरूले छोडिदियो। यहाँ हामीलाई दमन गर्नको लागि त्यहाँबाट सेना मगायो। के त्यही अपराधीहरूको लागि त्यो मुस्लिमहरूको संरक्षण सरकारले मात्रै हो। हाम्रो ज्यानको कुनै सरकारलाई जिम्मेवारी छैन। हाम्रो समाजको हामी सम्पूर्ण देशको मुसलमानसँग झगडा छैन। यहाँको मुसलमानहरू जुन बदमासी गरेको छ त्यसलाई सरकारको पक्षबाट त्यसको संरक्षण गरिरहेको छ। त्यो अपराधीहरूलाई हामीलाई अहिलेसम्म त्यसको सन्तोषजनक, अहिलेसम्म हामीलाई विश्वसनीय अहिलेसम्म कुरा गरेका छन्। त्यसले गर्दा हामी यो सरकारसँग
हाम्रो आग्रह छ अहिले पनि आएर चाहिँ यहाँ सम्पूर्ण दोषीलाई कारवाही गरोस्। अब को दोषी हो त्यो पनि हामीलाई जुन वाचा गरेर गएको छ हामी दोषीलाई कारवाही गर्छौँ। हाम्रो समितिले रिपोर्ट दिएपछि के दिएको छ समितिलाई रिपोर्ट, किनभनेदेखि यो यहाँको प्रशासनले आज मात्रै होइन पटक पटक यिनीहरूसँग झमेला भएको छ, धोका दिएछ। हाम्रो माथि निर्दोषमाथि कारवाही गरेर यिनीहरू कठघरामा खडा गरेको छ। अहिले पनि त्यही षड्यन्त्र भइरहेछ। हामीलाई विश्वास छ यो सरकारले हामीमाथि नै कारवाही गर्छ। मिलोमा त्यो देखाएको छ। हामीले विश्वास अहिलेसम्म म भने नि त्यो पुलिस र मुसलमानहरू मिलेर गोली चलाएको छ। पहिचान गरे अहिलेसम्म सरकारले किन आउट गरिरहेको छैन, किनभनेदेखि पुलिसको गोलीबाट मरेको छ मान्छेले। सरकारले त्यसमा चासो लिइराखेको छैन। मैले भनेको थिएँ त्यो इन्सपेक्टरले जुन इन्सपेक्टरको नेतृत्वमा गोली चलेको छ त्यो इन्सपेक्टरलाई ल्याएर कारवाही गराउँछ, त्यसलाई बिहान गराउँछ। म सबै कुरा गर्छु भनेर गृहमन्त्री भनेर गइसकेपछि अहिलेसम्म केही गरेको छैन। अगाडिको बाटो हामीले आन्दोलन गर्छौँ यो सरकारको विरोधमा, या सरकार सकेन भनेदेखि आफ्नो जति पुलिस प्रशासन छ यहाँबाट लगोस्, हामी के अरे फरियाइहाल्छौँ आफै। सरकार सकेन भनेदेखि यो सरकार त निरीह जस्तो अहिले त म त भने नि सरकार बचा गरेर गइसकेपछि त्यो बचा अहिलेसम्म पुरा गरेको छैन। त्यसैबाट बुझ्नु यो सरकार के गरिरहेछ।